So hello everyone, welcome back to my mukbang series. So today I have got kima noodles अनि के भन्छ यो सी मोमो हो एक्चुअली तर यो चाहिँ मैले के भन्छ यसरी झोल चाहिँ यसमा छुट्टै हालेको छ बिकज मलाई त्यो ओसीको वाला मन पर्दैन सो म चाहिँ डिप गरी गरी खान्छु भन्छ नि त बाबा जाउँ न डिप गरी गरी खान्छु अनि त्यसपछि टुडे वी हेभ पहिला सुरुमा किमा नुडल्सलाई त्यो गरौँ for drink for drink I have Coke ए आज मसँग इयरफोन पनि छ आई थिङ्क आई सुड गो विथ द्याट अनि म चाहिँ ओके नाइस यो एउटा पुरै यसमा अट्छ द्याट्स अनबिलिभेबल ओके सो यहाँ म इयरफोन ट्राई गर्छु किनकि त्यो एएसएमआर हो तर यो चाहिँ यता डिप गर्नुपर्छ ससमा अनि वी हेभ कोक चियर्स फर्स्ट आई विल ट्राई आई थिङ्क मोमो यसको चाहिँ झोल यहाँ छ सो यस्तो क्रन्ची हुँदैन भनेर मैले डिप नगरेको हो I could show you the झोल यसमा छ तर कसको कसको सी मोमो फेभरेट हो बिकज मेरो त एकदमै फेभरेट हो लेट्स ट्राई एज mukbang सो लेट्स ट्राई किमा नुडल्स कस्तो रहेछ किमा नुडल्स त त्यहाँको मिठो नै हुन्छ किन म पहिला ट्राई गर्छु यो चाहिँ बर्गर हाउसको होला लाइक मिठो पनि हुन्छ रिजनेबल पनि हुन्छ हाँ It's pretty nice. अलिकति हो कि होइन नुन चर्को जस्तो भएछ तर इट्स लाइक इटेबल सबै सुन्नुपर्छ उसलाई जुठो लाउनुपर्छ अनि हामी पनि खानु हुँदैन मिठो छ यस्तो तन लाग्छ घरमा चाहिँ म उसलाई थुनिदिरहेको हुन्छ अर्को रुममा आनन्दले गर्छु चाहिँ इट्स लाइक गाह्रो छ नि त कस्तो यो ग्लासको केही भएछ आई सुड सो
आई थिङ्क सोया सस अलिक धेरै नै हालेँ मैले होइन यसमा हाल्ने त्यो अप्सन हुन्छ क्या कति हाल्नु मासु दुधी हाल्ने तर मैले धेरै हालेँ क्या आई थिङ्क किमा नुडल्समा खान सक्दिनँ जस्तो लागेको छ यस्तो नुन चर्को छ चाहिँ एकदम मिठो छ एकदम मिठो अरू कसलाई सी मोमो मनपर्छ किनकि मलाई त एकदमै मनपर्छ साँच्चीकै भनेको म चाहिँ किमा नुडल्स स्किप गर्ने ट्राई गरिरहेको छु किनकि लास्टै नुन एकदमै आज मैले गरेर त्यस्तो भएको के भएको थाहा छैन कस्तो नुनिलो भएछ आई क्यान नट जस्ट इट दिस त्यस्तो भइरहेछ तर यति खाइसकेँ अब खाना फेरि फ्याल्न यस्तो माया लाग्छ नि मैं सोया सस धेरै हालेँ जस्तो लागिरहेको त्यही भएर नुनिलो भयो अनि यो खाँदै गयो भने चाहिँ सक्छ तर लास्ट टाइमको चिकन पनि मैले फ्यालेको थिएन घरमा पनि दिएँ अनि भोलिपल्ट अझै स्टिल मैले त्यो चिकन नुडल्ससँग खाएको थिएँ
सो आई डोन्ट वेस्ट फुड मलाई फुड इज लाइक एकदमै फेभरेट एउटा वेस्ट गर्न मन लाग्दैन पुरै नुनिलो सक्यो एकदमै नुनिलो छ अति भयो खानु नसक्नु भयो यो किमा नुडल्सको मेरो फेभरेट के हो भन्दा यसमा पिनट्स हालेर दिएको हुन्छ पिनट्सले टेस्ट यस्तो मिठो बनाउँछ नि के भन्नु पिनट्स हाल्नु ओके एउटा न एउटा खाउँछु सिमोमोमा क्याप्सिकम र टोमेटो प्याजहरू नहानेको म चाहिँ हो है म खाना खाऊँ क्याप्सिकमहरू प्याजहरू चाहिँ खानु छ यो सिमोमो मिठो छ तर कम्पेरिटिभली चाहिँ मैले लास्ट टाइम बसन्तपुरको क्याफे डी समथिङ क्याफे डी के हो थियो कि त्यो रुफटपमा छ अनि त्यहाँको मोमो यस्तो मिठो छ लाइक नेक्स्ट लेभलको थियो कि त्यो दिस इज अल्सो नट ब्याड नराम्रो चाहिँ छैन मिठो छ तर कम्पेरिटिभली सरी मेरो लन्ड्रीमा सामान दिन जानु छ मैले उसलाई लिएर आएको छ दुइटा एकैचोटि बोकेर कसरी जाने स्कुटर ल्याएको छैन सरी
सबसे बिजिएस्ट पर्सन हो र के गर्यो के खायो सबै जान्छ क्या आफ्नो खाइसके हुन्छ यो पनि देखाइदिइहालौँ है अब सक्नु लागेपछि के देखाएको होला अब कस्तो छ यस्तो छ र आज म यस्तो मन परिरहेको छ मैले हिजो हिजो उसलाई छोडेको थिएँ कि अस्ति छोडेको थिएँ अनि या आज मेरो नेल्सको अपोइन्टमेन्ट थियो अनि आएँ नेल्स गर्दैछु ऊ मसँगै बसिरहेको थियो कि काखमा हि इज नट मुभिङ काहीँ पनि सो आज चाहिँ यस्तो फनी इन्सिडेन्ट भएको थियो म अस्तिदेखि कन्फ्युज थिएँ कि यो बारेमा अनि बिकज आइ एम गोइङ ल्यासेस क्लास अहिले मेरो चाहिँ ल्यासेस लाइक डमीमा सबै सकिसक्यो मेरो चाहिँ अब लाइक डमीमा सबै सकिसक्यो अनि मेरो चाहिँ अब मोडल्सहरूमा मात्र बाँकी छ नि त अनि त्यसपछि म्यामले चाहिँ बुधबार बिहिबार शुक्रबार शनिबार भन्नुभएको थियो यसरी नै भन्नुभएको थियो म्यामले त क्लियरली भन्नुभएको थियो अनि अनि मैले चाहिँ के सोचेँ भने बुधबार भनेको थर्सडे हो सोचेँ कि अनि आज वेडनेसडे थियो म गएन म्यामले टेक्स्ट गरेर लिएर आउनुभएको थियो अनि तपाईँ किन आउनु नभएको म्यामहरूलाई यति फनी लाग्यो होला त्यो म त कन्फ्युज भएको थिएँ कि साँच्ची कन्फ्युज भएको थिएँ बुधबार भनेको थर्सडे कसरी मेरो दिमागमा त्यसरी सेट भयो मलाई थाहा छैन तर त्यस्तो भइरहेको थियो क्या तर मी एज अ पर्सन फुडको कुरामा इफ मलाई मिठो लागेन भने मिठो लागेन म I cannot fake the reaction. Which is never, not from my side. फुड मलाई होइन मेरो फेसमै आउँछ कि फुड नराम्रो भयो भने घरमा पनि बनाइरहेछ अनि फुड नराम्रो भयो भने यस्तो ज्ञानी चाहिँ यो बुझ्छ बदमास पनि छ ज्ञानी पनि छ कि सो दिस इज माई लास्ट मोमो चाहिँ खाएको छैन है सबै खाएँ सो बेबो लास्ट मोमो लास्ट बाइट खाएँ ल So bye bye, take care, see you next time, bye.